हेलो नमस्ते साथीहरू। उहाँ चाहिँ हुनुहुन्छ मेरो काका। उहाँले चाहिँ हेर्नुहोस् है, उहाँ चाहिँ डोको बोकेर नाङ्गै। उहाँ त मोटाएर एकदम अब बिहे गर्नु भएको छैन, छोराछोरीलाई पाल्न परेन, बुढीलाई पाल्न परेन, त्यही भएर आनन्द छ। अनि उहाँले चाहिँ भन्दै हुनुहुन्थ्यो एउटा काकी ल्याउन पर्यो भनेर, एउटा काकी चाहिँ छैन क्या फेरि, त्यही भएर काकी यसो कोही बिहे हाम्रो काकासँग कोही बिहे गर्न इच्छुक हुनुहुन्छ भने यसो कमेन्ट हालिदिनु होला होइन, म छु भनेर। एकचोटि यता हेरिदिनुहोस् त। हो मान्छे चाहिँ यही हो, उहाँ नै हो होइन, मान्छे उहाँ नै हो। कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। उहाँको नाम चाहिँ केशर रम्तेल हो। उहाँको घर चाहिँ यता खाल्टे हो। अहिले चाहिँ उहाँ उता मजडाँडातिर बस्नुहुन्छ। उहाँ एकदम मेहनती हुनुहुन्छ, जाङ्ग्रिलो, त्यही भएर चाहिँ यहाँ डोको बोकेर टक्क हिँड्नु भइरहेछ होइन। कोही हुनुहुन्छ भने यसो कमेन्ट गरिदिनु होला। काकी रक्सी नखाने खालको काकी, उहाँले पनि रक्सी चाहिँ खानु हुँदैन। घरिघरि चाहिँ यस्तो खै के जोस चल्छ होइन, त्यति बेला चाहिँ खानुहुन्छ उहाँले, नत्र अरू बेला चाहिँ खानु हुँदैन। एउटा रक्सी नखाने खालको काकी आवश्यक परेको हुनाले मैले यहाँ टिकटक मार्फत बताउँदैछु। त्यसैले कमेन्ट गरिदिनु होला को हुनुहुन्छ उहाँसँग आउनलाई। हस् त, यति भन्दै म मेरो भिडियो यहीँ अन्त्य गर्छु। हस् त, बाई बाई गरिदिनुहोस् त। ओके गाइज, बाई बाई।